नमस्ते। आज भाकाट चम चम भनेको खान्छ। रामर कैचम रामले भात खान्छ। रामर मको पछाडि अलिकति र झुन्डाइदिने। रामर कैचम रामले त्यो र आउन साथ ले भन्ने हुन्छ। कैचम अथवा आपर कैचम आपको पछाडि अलिकति र झुन्डायो भने आपर कैचम बाबाले भात खान्छ। बैनी भयो बैनिर र झुन्डिएपछि बैनिर कैचम बैनीले भात खान्छ। त्यो अलिकति ले ल्याउनु पर्यो त्यहाँ। बैनिर भन्नुस् बैनीले भन्ने बुझ्नुपर्छ। रामर कैचम रामर राम भयो मर रामर भन्नासाथ कैचम रामर कैचम रामले भात खान्छ। अथवा हरिर हरि भयो र हरिर हरिर कैचम हरिले भात खान्छ। चै चै भनेको खायो पास्ट भयो हैन। रामर कैचै रामर कैचै हरिर कैचै हरिले भात खायो रामले भात खायो। आमर कैचै आमा आमर कैचै आमा छुट्टै भयो। आमर र झुन्डेपछि आमाले भन्ने भयो। राम भयो रामर भन्नुस् रामले भन्ने हुन्छ है। चल खाई खाइसक्यो है। रामर कै चल खाई रामले भात खाइसक्यो। रामर चकलेट चल खाई रामले चकलेट खाइसक्यो। रामर चकलेट चल खाई हैन बुझ्नु पाएन। रामर बिस्कुट चल खाई रामर मोमो चल खाई रामले मोमो खाइसक्यो है। चम्दन्मु खाँदैछ चम्दन्मु रामर कै चम्दैम रामले भात खाँदैछ। रामर मोमो चम्दैमु रामले मोमो खाँदैछ। रामर चाउमिन चम्दैमु हैन सजिलो छ। मु भनेको छ आडे भनेको छैन है। चसु खाएछ रामर कै चसु रामले भात खाएछ। चसु भने खाएछ है। रामर कै चसु रामले भात खाएछ। चरिम रामर कै चरिम रामले भात खाए।